हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन? हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो भ्रष्टता गर्दैनौँ। सुकुम्बासी बस्ती उठाउनका निमित्त हो। कसरी हेर्नु भएको छ यी टीका टिप्पणीहरू? त्यति राम्रा खालका चाहिँ छैनन्। ठिक गरेन सरकारले, ओली पथमै छ भन्ने होइन, त्यस्तो लाग्न सक्छ। तपाईँले अझ स्पेसिफाई गरेर मलाई सोधिदिनु भएको भए अझ त्यसरी नै जवाफ दिन्थे। दुईटै कुरा तपाईँले मेटाफोरहरू युज गर्नुभयो, त्यही पनि मैले बुझिहालेँ नि, मैले नि बुझेँ, तपाईँको अडियन्स पनि बुझ्नु होला। अर्डिनेन्सको विषयमा, अध्यादेशको विषयमा हिजो गरिएको विरोध अथवा त्यो गलत हो भनिएको त्यसको कन्टेन्ट, त्यसको उद्देश्य हेरेर हो। सिङ्गो अध्यादेशको मात्र कुरा गरिएको छैन। हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन? हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन? हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो भ्रष्टता गर्दैनौँ।